तपाईँ आउनुहोस्। यो सम्पूर्ण जति उता दृश्य देख्नु भएको छ नि तपाईँले, यो जति पनि देख्नु भएको छ नि, यो तपाईँको काफल गुएली हाडे काफल तपाईँको के भन्नुहुन्छ फलफुल सबहरू पाउँछ अहिले। यो तपाईँलाई अझै देखाउन चाहन्छु, देख्न सक्नुहुनेछ। यो जति वन जङ्गलहरू देख्नु भएको छ नि, सम्पूर्ण गाईहरू जति पनि देख्न सक्नुहुन्छ। हाडे काफल गुएली किम काफल हाडे जम्मू भाते जम्मू डिम्बार जनमन्द्र चुत्र औँसालोको यो पुरा खानी नै हो हेर्नुहोस्। त हाम्रो यहाँ यस्तो पाउँछ। यो भनेको तपाईँको म्याग्दी बेना घतान काजी गाउँ भन्छ यसलाई है। सम्पूर्ण साथीहरू म देखाउन दृश्यहरू देखाउँदैछु र यहाँबाट तपाईँको तपाईँ देख्न सक्नुहुन्छ। यो हिमाल देख्नुभएको यो माछा पुछ्रे भयो, अहिले बादलले हल्का ढाकिएको छ। माछा पुछ्रे मानवबाथी भयो, निलगिरी अन्नपूर्ण भयो होइन। यो त पनि ढाकेको छ धौलागिरी। यो सर र दृश्य देख्न सक्नुहुनेछ। बुझ्नुभयो? अहिले काट। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो हाम्रो यो प्योर पक्का पहाड इलाका हो। मतलब यहाँ ढाँडखोर बढी हुन्छ, जङ्गलहरू होइन, जीव जन्तुहरू बाघ भालु यस्ता चिजहरू थुप्रै हुन्छ, जरायुहरू देख्न सक्नुहुन्छ तपाईँले। यस्ता घर हुन्छन् पहाडको होइन। यो चाहिँ मेरो घर है, आजभन्दा 15 वर्ष पहिला बनाएको घर हो। हाम्रो यस्तैमा ठिक छ, किनभने चाहिँ यस्तोमा तपाईँको भैँचालो भूकम्पहरू आए पनि केही खतरा छैन, एकदम शान्त तरिकाको छ। देख्न सक्नुहुन्छ। उँधो पनि सर र लाएर देखाउनुहोस् क्यामराम्यान हजुरले पनि सर र होइन, सर र उ गर्नुहोस् होइन, उता देखाउनुहोस्। यस्ता यहाँ हाम्रो लेखापखा यस्ता बाँदरहरू काला सेता राता, अहिले हामीसँग रातो छ होइन। किनभने यिनीहरू घर घरै आउँछन्, किनभने सानो छाउरो फालिएको थियो, उसले छोडेर गएको थियो, हामीले छोपेर राखेको। अहिले चाहिँ यत्रो भएको छ। अरू यसो छ। कति महिना भयो पालेको भन्दै? कति महिना भयो पालेको? यो समथिङ अहिले तपाईँको 6 महिना भयो भनौँ न। 6 महिना भयो, 6 महिनामा यत्रो भयो। अहिले हामीले छोड्दै पनि पछि लाउन, पछि बाहिर कसैको पछि लाउन घरै आउँछ आफै। यही नै हो। कट गर। यहाँबाट के दृश्य देखिन्छ? हजुर, यहाँबाट तपाईँको यो भनेको जाम्ब्रोकोटको डाँडो भयो, अनि पाङको डाँडो बनाउ देखिन्छ। त्यो देख्नु पनि पञ्चकोटको भ्याग र पञ्चासी सबै देखिन्छ। तपाईँको मल्लाजको दरबार राखुको कोटहरू सबै देखिन्छ यहाँबाट भनौँ न। घुम्ने लायक छ ठाउँ, धेरै आएर मान्छेहरूले मन पराउनु भइसकेको छ। भन्नु ए टिप्छ यसले के छन् खानेकुराहरू टिप्छ। धेरै माया लाग्छ यसको हामीहरूलाई। यसलाई काकाती फुल भन्छ है, 12 फुल हो यो है। अनि यस्ता रुखहरू हुन्छ, यो बिउ राखेको सल्लाहको रुख है त। यो देख्न सक्नुहुन्छ। यो मेरो पुरानो जमानाको घर हो, हेर्नुहोस् देख्न सक्नुहुन्छ है त। घर पनि म देखाइदिन्छु तपाईँलाई, पुरानो जमानाको घर हो है त। यो आग लागि त्यो बाघहरू आग लागि भएर यहाँ उता मिटर जलेर यहाँ फेरि नयाँ मिटर राखेको छु, देख्न सक्नुहुन्छ। एकदम पुराना जमाना भन्दा नि तपाईँको 80 वर्षभन्दा पहिलेको घर हुने नि है त। दृश्य देखाउन सक्छु तपाईँलाई। अनि सबै अहिले यहाँ घर छोडेर गएको छन्, मतलब कमाउनको लागि, केही दिनमा फर्की आउने छन् होइन। तपाईँको आगो लागि भएको यहाँ यतै यसो देख्न सक्नुहुन्छ। पुरानो घर हो नि, कहिले केही हुन्न नि घर। हेर्दा नराम्रो हो तर घर चाहिँ एकदम बलियो।